Hello friends, namaste. It's me Pratiksha Gautam and I would like to welcome you to my YouTube channel. आज चाहिँ मैले हजुरहरुको सामु मास्टर बजेटको भिडियो लिएर आएको छु एउटा न्यूमेरिकल गर्नलाई र फर्स्ट अफ अल हामीलाई बजेट भनेको त थाहा नै छ न्यूमेरिकल प्लान अफ द एक्सन्स हो जसले चाहिँ जनरली व्हिच कभर्स एरिया अफ द रेभिन्यूज र एक्सपेन्डिचरलाई चाहिँ कभर गरेको हुन्छ एस्टिमेसन अफ द रेभिन्यू एन्ड बजेट भनेर के रेभिन्यू एन्ड एक्सपेन्डिचर भनेर पनि बजेटलाई बुझ्न सकिन्छ र मास्टर बजेट भनेको चाहिँ कम्प्लिट सेट अफ द फाइनान्शियल प्लान फर अ बिजनेस फर्म भनेको चाहिँ मास्टर बजेट हो अनि मास्टर बजेट भनेको चाहिँ नेटवर्किङ हो कि एउटा व्हिच कन्सिस्ट अफ मेनी सेपरेट बजेट्सहरु दैट आर इन्डिपेन्डेन्ट जुन इन्डिपेन्डेन्ट बजेटहरु छन् सेपरेट हो त्यसको नेटवर्किङ बनाउने काम चाहिँ मास्टर बजेटले गर्छ अब मास्टर बजेट भित्र चाहिँ गभर्नमेन्ट बजेट पनि हुन्छ कर्पोरेट बजेट पनि हुन्छ भनेको अब गभर्नमेन्ट बजेट पनि सर्ट टर्म लङ टर्म हुन्छ अनि कर्पोरेट बजेट पनि सर्ट टर्म लङ टर्म पनि हुन्छ अनि कर्पोरेट बजेट भित्र चाहिँ कस्तो हुन्छ भन्दा म्यानुफ्याक्चरिङ फर्म र नन म्यानुफ्याक्चरिङ फर्महरु हुन्छ हैन अनि हो त्यो भित्र चाहिँ डिफ्रेन्ट किसिमको बजेटहरु बनाइन्छ है हामीले चाहिँ र अहिले चाहिँ मैले एउटा न्यूमेरिकल लिएर आएको छु कम्प्युटर सुपर स्टोर्स इन्कर्पोरेसन्स को चाहिँ अब हामी मास्टर बजेट बनाउन जाँदै छौं है अब हामीसँग चाहिँ के छ भन्दा हामीसँग ब्यालेन्स शीट छ है ब्यालेन्स शीट गिभन छ 1996 मे 31 को अनि रिसेन्ट एन्ड द प्रोजेक्टेड सेल्स पनि दिएको छ अप्रिल मे जुन जुलाई अगस्त अनि सेप्टेम्बर को है त अनि अब क्वेशन छ अब मास्टर बजेट बनाउँदा जहिले पनि क्वेशनलाई हुन्छ नि डिभाइड गरेर पढ्न पर्छ है डिभाइड गरे भनेको अब हामीलाई क्याश बजेट बनाउन छ क्याश कलेक्सन भयो अनि क्याश डिस्बर्समेन्ट भयो पर्चेज बजेट भयो सबै कुरा बनाउन छ नि त अब यसले दिएको जुन कुराहरु डिस्क्रिप्सन्स दिएछ क्वेशन्समा गिभनहरु त्यही अनुसार चाहिँ हामी बग्दै जानुपर्छ है ल अब म यहाँबाट पढ्दै जान्छु क्रेडिट सेल्स आर 90% अफ द टोटल सेल्स भनेको अब सामान त बेचियो सामान कति लाखको बेचियो भनेर त हामीलाई यहाँ गिभन दिएकै छ रिसेन्ट अप्रिल र मेको भयो अब जुन जुलाई अगस्तको हामीलाई बनाउनु पर्ने छ अब अप्रिलमा 3 लाखको बेचियो रे मेमा 350 को जुनमा चाहिँ 7 लाखको जुलाईमा 4 लाख अगस्तमा 4 लाखको बेचिदैछ भनेपछि अब यसले के भन्यो क्रेडिट सेल्स आर 90% अफ टोटल सेल्स भने है भनेको अब सामान बेचेको 90% चाहिँ उधारोमा जान्छ भन्नुको मतलब 10% चाहिँ पैसा क्याश आउँछ बेच्दा बित्तिकै आउँछ अनि क्रेडिट अकाउन्ट्स आर कलेक्टेड 80% इन द मन्थ फलोइङ द सेल्स भनेको चाहिँ अब जस्तै बेच्यो हैन 100 रुपैयाँको केही सामान बेच्यो भने 10 रुपैयाँ भक्करै पैसा पाइयो अनि त्यसपछि 90 रुपैयाँ चाहिँ बाँकी रहन्छ उधारोमा लए मान्छेले अनि अब चाहिँ के हुन्छ भन्दा हो त्यो 90 रुपैयाँको पनि 80% चाहिँ अर्को महिना हुन्छ अनि त्यसपछि जस्तै भनेको म सिम्पली बुझाइदिन्छु है जस्तै वैशाखमा मैले अहिले वैशाख चलिरहेछ हैन मैले 100 रुपैयाँको केही कुरा बेचे मेरो पसलबाट भनेपछि 100 रुपैयाँमा 10 रुपैयाँ चाहिँ त्यो मेरो ग्राहकले 10 रुपैयाँ मलाई दिन्छ 90 रुपैयाँ चाहिँ ल उधारो छ है भनेर जान्छ लेखेर जान्छ खातामा हैन 90 रुपैयाँ उधारो रह्यो अब त्यो 90 रुपैयाँ पनि कहिले उठ्छ भन्दा 90 को पनि 80% चाहिँ अर्को महिना जेठमा उठ्छ र बाँकी रहेको 20% चाहिँ कहिले उठ्छ बाँकी रहेको अर्को असारमा उठ्छ भनेको चाहिँ हो यो क्वेशनले भनेको है अब एज्युम दैट द ब्याड डेब्ट्स आर नेग्लिजिबल एन्ड क्यान बी इग्नोर्ड भनेर भने अब चाहिँ हामीले के बनाम क्याश कलेक्सन बजेट बनाम है त अब क्याश कलेक्सन बजेट कम्प्युटर सुपर स्टोर्स को 3 महिनाको लागि जुन जुलाई अगस्तको लागि है त अब म यहाँबाट राम्रोसँग बुझाउँछु है त पार्टिकुलर्समा क्याश सेल्स भयो 10% हामीसँग जुनमा कति छ सेल्स 7 लाख जुलाईमा 4 लाख अगस्तमा 4 लाख भनेपछि 10% चाहिँ क्याश भक्करै पैसा दियो ग्राहकले कति 7 लाखको 10% 4 लाखको 10% अनि फेरि 4 लाखको 10% अगस्तमा दियो भनेको 70000 40 भयो अब क्रेडिट कलेक्सन है अब उधारोमा नि बेचिचम नि हामीले ल है अब उधारोमा नि बेचिचम जस्तै यहाँ 7 लाखको सेल्स के भयो 7 लाख बेचेथ्यौं 70 उठो भनेपछि त हामीसँग त 6,30,000 बाँकी रह्यो हो 6,30,000 बाँकी रह्यो नि 6,30,000 को 80% चाहिँ जुलाईमा उठ्यो का 6,30,000 इन्टु 0.8 गर्दा यो 5,04,000 छ नि त्यो चाहिँ जुलाईमा उठ्यो अब बाँकी रहेको चाहिँ कति 1,26,000 चाहिँ फेरि अगस्तमा उठ्यो अब सेम जुलाईको हेरौँ है अब यो ठाउँ चाहिँ खाली राखौँ जुनको निकाल्न चाहिँ उता मेको हेर्न पर्छ अब पहिला जुलाईमा जाम अब जुलाईमा चाहिँ 40,000 त जुलाईमै पाइयो अब
4 लाखको सेल गरेको 360 त बाँकी रह्यो हो। अब 360 को चाहिँ 80% भनेर 288 चाहिँ केमा भयो 288 अगस्तमा उठ्छ। अब बाँकी रहेको 72,000 चाहिँ कहिले उठ्छ त्यहाँ पछाडि उठ्छ अगस्त पछि सेप्टेम्बरमा उठ्छ। यो चाहिँ हामीले अकाउन्ट रिसिभेबलमा राख्यौँ हैन। अनि सेम अब अगस्तको चाहिँ 40 मात्र उठ्यो। अब बाँकी रहेको कति 2 एउटा चाहिँ अगस्त सेप्टेम्बरमा उठ्ने भयो। अब अक्टोबरमा नि फेरि 72,000 जाने भयो अरु अकाउन्ट रिसिभेबलमा जाने भयो है। अब त्यहाँ पछाडि अब यो जुनको चाहिँ फेरि यहाँ जुनमा उठ्यो 70,000 जुनमा यो मेको हेर्न पर्यो अप्रिलको पनि हेर्न पर्यो मेको पनि हेर्न पर्यो है। भनेको अब मेको सेल्स कति छ 3,50,000 छ नि 3,50,000 मा 35,000 त उठ्यो। अब 3/15 को 80% उठ्न पर्यो केमा यहाँ उठ्न पर्यो जुनमा उठ्न पर्यो गरेर चाहिँ 2,52 आयो। अनि त्यहाँ पछाडि फेरि उसको हेर्न पर्यो न अप्रिलको पनि 3 लाख भयो 3 लाखको 10% त उठ्यो 30,000। बाँकी रहेको 270 को 20% उठ्न पर्ने त कहिले हो फेरि जुनमा हो नि त हो। यसरी चाहिँ अप्रिल र मेको पनि हामीलाई डाटा निकालेर यहाँ जुनमा निकाल्यौँ है हामीले चाहिँ। यसरी चाहिँ एउटालाई 10% क्यास आयो 80% भनेको बाँकी रहेको 90% को पनि 80% लाई बाँड्ने अनि 20% लाई अनि अब अगस्त पछाडि नै हामीले उठ्न बाँकी छ नि सेप्टेम्बर अक्टोबरको चाहिँ अकाउन्ट रिसिभेबलमा राख्यो भने चाहिँ यहाँ डिभाइड गरिराख्नु पर्दैन है हो। यसरी चाहिँ हाम्रो टोटल क्यास कलेक्सन चाहिँ कति भयो 3,76,000 6,07,000 अनि 4,54,000 भयो 4,32 चाहिँ अकाउन्ट रिसिभेबलमा गयो है। अब हो यो चाहिँ क्यास कलेक्ट भयो। यसरी चाहिँ क्यास कलेक्ट भयो। अब एक्जाम पोइन्ट अफ भ्यूले हेर्दाखेरि चाहिँ अब कहिलेकाहीँ चाहिँ अब नेक्स्ट मन्थमा अब सेम मन्थमा क्रेडिट कलेक्सन यो त सुरुमै क्यास दिएको नि। अब फेरि यही सेम मन्थमा नि उठ्न सक्छ 10% अनि नेक्स्ट मन्थ नेक्स्ट फलोइङ मन्थ नेक्स्ट फलोइङ मन्थ भनेर पनि दिन सक्छ है। भनेको यसलाई चाहिँ 3 वटामा पार्टिसन गरेर पनि दिन सक्छ। हामीले यसरी नै क्यास कलेक्सन बजेट चाहिँ गर्नुपर्छ है। अनि अब भनेको चाहिँ कस्ट अफ गुड्स सोल्ड बजेट है। अब कस्ट अफ गुड्स सोल्ड बजेट निकाल्नु पर्यो। अब त्यसको लागि अब फेरि क्वेसन भने नि मैले अघि नै पार्टिसन गरेर पढ्ने भनेर ल है यहाँ। अब assume that bad debts are negligible and can be ignored. The account receivable on the May 31st are the result of the credit sales of the April र मे भनेर हामीले निकालिसक्यौँ। यसले भन्यो नि यहाँ भनेको अब यो केमा उठ्छ अप्रिल र मेको क्रेडिट कलेक्सन चाहिँ अब नेक्स्ट महिना उठ्छ भनेर चाहिँ भन्यो हामीले गरिसक्यौँ। 54,000 3,15,000 भनेर पनि हैन। अनि त्यहाँ पछाडि द एभरेज ग्रस प्रॉफिट अन द सेल्स चाहिँ 40% हुन्छ रे। ग्रस प्रॉफिट चाहिँ 40% हुन्छ भने पछाडि अब हामीलाई सीओजीएस निकाल्नु पर्यो। सीओजीएस को फर्मुला के हो टोटल सेल्स माइनस ग्रस प्रॉफिट हो नि त। टोटल सेल्स अब जुन जुलाई अगस्त को टोटल सेल्स छ 7 लाख 4 लाख 4 लाख छ। अब त्यसको 40% हामीलाई गिभन छ क्वेसनमा 40% भनेको 2,80,000 छ। अनि गर्दाखेरि घटाउँदाखेरि कति आयो सीओजीएस 4,20,000 2,40,000 र 2,40,000 चाहिँ हामीसँग के आयो सीओजीएस आयो है। टोटल सेल्स माइनस ग्रस प्रॉफिट गरेर चाहिँ कस्ट अफ गुड्स सोल्ड आयो हामीसँग। अनि अब चाहिँ अर्को के बनाउन पर्यो हामीले भन्दा पर्चेज बजेट बनाउनु पर्यो है। अब नेक्स्ट स्टेप भनेको पर्चेज बजेट छ। अब पर्चेजको फर्मुला के हो पर्चेजको फर्मुला याद गर्नुपर्छ है। भनेको डिजायर इन्डिङ इन्भेन्ट्री एड सीओजीएस माइनस ओपनिङ इन्भेन्ट्री गरेर चाहिँ हामीले पर्चेज निकाल्न सक्छौँ जुन कुनै महिनाको पनि। अब हामीलाई जुन जुलाई अगस्तमा कति पर्चेज गरियो भनेर चाहियो है। अनि अब यहाँ क्वेसनको अर्को पार्ट पढौँ है। द पोलिसी इज टु एक्वायर इनफ इन्भेन्ट्री इच मन्थ टु इक्वल द फलोइङ मन्थको प्रोजेक्टेड सेल्स भनेको चाहिँ के हो भन्दा द पोलिसी इज टु एक्वायर इनफ इन्भेन्ट्री इच मन्थ भनेको हरेक महिनामा अर्को महिनाको सेल्सलाई पुग्ने गरी चाहिँ इन्भेन्ट्री राख्न पर्छ है। भनेको जस्तै हरेक महिना अर्को महिना भनेको अब जेठलाई पुग्ने गरी मैले वैशाखमा नै राख्न पर्छ इन्भेन्ट्री भनेको। अब असारलाई पुग्ने गरी जेठमा नै राख्न पर्छ भनेको। अनि अल द पर्चेज आर पेड इन द मन्थ फलोइङ द पर्चेज भनेको चाहिँ अब पर्चेजहरू चाहिँ अर्को महिना तिर्ने। जस्तै मैले वैशाखमा किनेछु केही कुरा भने अब त्यसको पैसा चाहिँ कहिले तिर्ने जेठमा गएर तिर्ने है हो। यो यहाँ चाहिँ यसले चाहिँ त्यही भनेको है। अब गरौँ हामीले पर्चेज बजेट है। अब पर्चेज बजेट गर्दाखेरि फर्मुला है फर्स्टमा चाहिँ फर्मुला याद गर्ने डिजायर इन्डिङ इन्भेन्ट्रीमा सीओजीएस जोड्ने ओपनिङ इन्भेन्ट्री चाहिँ घटाउने भयो हैन। अनि त्यहाँ पछाडि अब चाहिँ के गर्नु पर्यो हामीले भन्दा पर्चेज बजेट बनाउनु पर्यो। अब डिजायर इन्डिङ इन्भेन्ट्री है। डिजायर इन्डिङ इन्भेन्ट्री भनेको अर्को महिनालाई पुग्ने गरी राख्न पर्छ भनेको अनि अर्को कुरा है जहिले पनि यो पर्चेज बजेट बनाउँदाखेरि चाहिँ
पर्चेज बजेट बनाउँदाखेरि त्यहाँ सेल्स भने नि हो, त्यो सेल्समा चाहिँ हामीले सिओजिएसै कन्सिडर गर्नुपर्छ। किन भन्दाखेरि कस्तो हुन्छ भन्दा हामीले सेल्स प्राइस चाहिँ कसरी डिटरमाइन गर्छौँ, हाम्रो कस्ट अफ गुड्स सोल्ड प्लस प्रफिट पनि इन्क्लुड गरेर। तर इन्भेन्ट्री राख्दा त हामीले बेचिसकेका हुन्नौँ नि त, त्यही भएर यो सेल्स चाहिँ के अरे सेल्स भने पनि त्यहाँ क्वेसनमा त सेल्स भनिराख नि त, प्रोजेक्टेड सेल्स। तर हामीले कन्सिडर गर्ने बेलामा चाहिँ सिओजिएसलाई कन्सिडर गरेर गर्नुपर्छ है त त्यो पर्चेज बजेट बनाउँदाखेरि जहिले पनि। ल अब पर्चेज बजेटमा चाहिँ के भयो, डिजायर इन्डिङ इन्भेन्ट्री है। इन्डिङ इन्भेन्ट्री भनेको जुनको इन्डिङ इन्भेन्ट्री भनेको यहाँको सिओजिएस हुन्छ है, भनेको जुलाईको। अब जुलाईमा जाम है, जुलाईको के हुन्छ, जुनको इन्डिङ इन्भेन्ट्री भनेको चाहिँ जुलाईको लागि पुग्ने हो नि त। जुलाईको लागि भनेको 2,40,000 यता आयो, यसको 2,40,000 यता आयो भनेको जुलाईको अगाडिको सिओजिएस छ नि हो, त्यो जुलाईको चाहिँ यता आयो, जुनको अनि अगस्तको चाहिँ यहाँ आयो, जुलाईमा आयो भन्नुको मतलब यो छ नि। यो जुनमा कुन आयो इन्डिङ इन्भेन्ट्री, यहाँ 2,40,000 यो आयो, अगस्तमा चाहिँ यो 2,40,000 आयो। अब फेरि अगस्तमा चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ हामीसँग अर्को उसको सेल्स छ। क्वेसनमा के छ यहाँ छ नि, सेप्टेम्बरको 3 लाख छ नि, यो प्रोजेक्टेड सेल्स हो। त्यो प्रोजेक्टेड सेल्सको कति पर्सेन्ट हो, सिओजिएस भनेको त हाम्रो 60% हो। त्यो प्रोजेक्टेड सेल्सको 60% भनेको चाहिँ के हो, 3 लाखको 60% भनेको 1,80,000 होइन हो, त्यही भएर आयो है। त्यो पोलिसी छ नि नेक्स्ट मन्थलाई पुग्ने गरी राख्ने भनेको कुरा चाहिँ यहाँ 1,80,000 आयो है। यो चाहिँ सेप्टेम्बरको सेल्सबाट आएको भनेको यो जुलाईबाट आयो, यो जुलाईबाट आयो, यो अगस्तबाट आयो, यो सेप्टेम्बरबाट आयो है। अनि त्यसपछि अब एड सिओजिएस त आफ्नो आफ्नो सिओजिएस अघि हामीले निकालेछौँ 4,20,000, अनि त्यो पछाडि 2,40,000, अनि यो 2,40,000 गरेर आफ्नो आफ्नो भयो। यो माथि पो नेक्स्ट त्यही कुरालाई नेक्स्ट मन्थको कुरा थियो, यहाँ चाहिँ आफ्नो आफ्नो महिनाको भयो है। अनि अब ओपनिङ इन्भेन्ट्री कति छ भनेको, ल अघिल्लो महिनाको इन्डिङ इन्भेन्ट्री भनेको अहिलेको ओपनिङ इन्भेन्ट्री हो कि होइन भनेको, जुनको इन्डिङ इन्भेन्ट्री भनेको जुलाईको ओपनिङ हुन्छ कि हुन्न, अनि जुलाईको इन्डिङ इन्भेन्ट्री भनेको अगस्तको ओपनिङ इन्भेन्ट्री हुन्छ कि हुन्न हो। त्यही भएर यो जुनको इन्डिङ इन्भेन्ट्री जुलाईमा आयो, जुलाईको इन्डिङ इन्भेन्ट्री छ नि अगस्तमा आएर ओपनिङ भयो भनेपछि अब जुनमा चाहिँ कसरी हुन्छ ओपनिङ इन्भेन्ट्री भन्दाखेरि, अब मेको हेर्ने, मेको चाहिँ के भन्छ अरे, मेको चाहिँ कति छ त नि इन्डिङ इन्भेन्ट्री कति छ त नि भनेर थाहा पाउनुपर्छ है। अब मेको इन्डिङ इन्भेन्ट्री थाहा पाउने, अब हामीले गराउँदाखेरि मैले यहाँ रफमा बनाएको छु है। यसरी पनि मतलब बुझ्न कसरी सकिन्छ भन्दा अप्रिल, मे, जुन, जुलाई, अगस्त छ नि त हामीलाई गिभन हो। त्यो गर्दाखेरि अब अप्रिलबाट नै गर्ने, अप्रिलबाट नै गर्दाखेरि चाहिँ यो 4,20,000 छ नि जुन हो, यो 4,20,000 चाहिँ केबाट आयो, यो 4,20,000 जो डिजायर इन्डिङ इन्भेन्ट्री छ नि मेको हो, यो 4,20,000 चाहिँ हाम्रो के हो यहाँ जुनको ओपनिङ इन्भेन्ट्री हो, जुनको ओपनिङ इन्भेन्ट्री हो 4,20,000 यसरी चाहिँ आएको है। यो चाहिँ भनेको अब यो डिजायर इन्डिङ इन्भेन्ट्री भनेको एप्रिलको के भयो, एप्रिलमा चाहिँ फेरि अगाडिको महिनाको पुग्ने भनेको 60% त्यही छ, 3 लाखको 60% यसरी चाहिँ निकाल्यौँ है। अनि त्यहाँ पछाडि 4,20,000 आयो नि जुन मेमा हो, यो मेको इन्डिङ इन्भेन्ट्री भनेको चाहिँ जुनको के हो ओपनिङ इन्भेन्ट्री हो है। इन्डिङ इन्भेन्ट्री ओपनिङ इन्भेन्ट्री यसरी चाहिँ भन्नाले यो छ नि, यो 5वटा महिनाको गर्दै गयो भने चाहिँ यहाँ मिसो पाइन्छ राम्रोसँग। यहाँ पनि मैले गरेर देखाएको छु, मेको चाहिँ इन्डिङ इन्भेन्ट्री डिजायर इन्डिङ इन्भेन्ट्री 4,20,000 भयो। अनि त्यहाँ पछाडि सिओजिएस चाहिँ हामीलाई 2,10,000 आयो, 2,10,000 आयो होइन। अनि त्यहाँ पछाडि अनि ओपनिङ इन्भेन्ट्री छ नि, ओपनिङ इन्भेन्ट्री भनेको हो यसको डिजायर इन्डिङ इन्भेन्ट्री, फेरि अप्रिलको डिजायर इन्डिङ इन्भेन्ट्री कति भयो 2,10,000 हो। यो 2,10,000 यसको डिजायर इन्डिङ इन्भेन्ट्री भनेको चाहिँ यसको के हो ओपनिङ इन्भेन्ट्री हो। अप्रिलको इन्डिङ भनेको मेको त ओपनिङ हो नि त हो, त्यही भएर चाहिँ कसरी आयो रिक्वायर्ड पर्चेज चाहिँ 4,20,000 आयो है। यसरी चाहिँ मेको पर्चेज अनि मेको पनि पर्चेज निकाल्यो भनेको। अब अनि यो चाहिँ मेको चाहिँ केमा काम लाग्यो, मेको इन्डिङ इन्भेन्ट्री 4,20,000 जुनमा काम लाग्यो हो। यसरी चाहिँ के गर्यौँ भन्दा यसरी चाहिँ हामीले के निकाल्न सक्यौँ, पर्चेज बजेट पनि बनायौँ है त। त्यो गिभन दिएको आधारमा चाहिँ नेक्स्ट मन्थको सिओजिएससँग चाहिँ इक्वल हुन्छ भन्ने तरिकाले चाहिँ निकाल्यौँ। अनि अब पर्चेज डिस्पर्समेन्ट बजेट भयो। पर्चेज डिस्पर्समेन्ट बजेट भनेको चाहिँ फेरि अघि क्वेसनमा के भन्यो,
अघि क्वेसन पढेको थियौँ नि, क्वेसनमा चाहिँ अल द पर्चेज आर पेड फर इन द मन्थ फलोइङ द पर्चेज भनेको चाहिँ अब नेक्स्ट मन्थमा तिरिन्छ भनेको। अब मेमा जति पर्चेज गरेर 4,20,000 त्यो जुनमा तिरिन्छ, जुनमा 2,40,000 को किनेको त्यो जुलाईमा तिर्यो, अब जुलाईमा 2,40,000 तिरेको त्यो किनेको त्यो अगस्तमा तिर्यो। अब फेरि अगस्तमा त हामीले 81 किनेको नि त, 81 को किनेको चाहिँ कहिले तिर्ने, अब एकाउन्ट पेएबल बाँकी छ भनेर अर्को महिना सेप्टेम्बरमा तिर्ने, जुन चाहिँ अकाउन्ट पेएबलमा जान्छ है। अनि अब चाहिँ हामीले क्यास बजेट बनाउने। अब यही क्यास बजेट बनाउँदाखेरि नै अब क्यास कलेक्सनहरू यही बनाउँदै गए पनि हुन्छ, तर हामीलाई चाहिँ छुट्टै बनायो भने सजिलो हुन्छ है त, छुट्टै बनायो भने हामीलाई सजिलो हुन्छ। र अब क्यास बजेट अब क्यास बजेटको यो फर्मेट छ हामीसँग जुन जुलाई अगस्तको निकाल्ने। ओपनिङ क्यास अब अब ओपनिङ क्यास ब्यालेन्स हेर्नको लागि हामीसँग के छ, ब्यालेन्स सिट छ। ब्यालेन्स सिटमा हामीसँग कति छ, 29,000 चाहिँ क्यास छ, 29,000 चाहिँ क्यास छ हैन, 29,000 क्यास छ, ओपनिङ भइहाल्यो हैन। अनि त्यसपछि अब त्यो इन्भेन्ट्री छ 4,20,000 भनेको यो मे 31 को इन्डिङ इन्भेन्ट्री हो। यो मे 31 को 4,20,000 त त्यही अघि उहाँ सजिलैसँग गयो नि त, यसको इन्डिङ इन्भेन्ट्री त हामीलाई त्यही नै छ, यसको भनेको यसको जुनको ओपनिङ हो, अरू सोच्नै परेन नि त, ब्यालेन्स सिटबाटै थाहा हुन्छ। यो इन्भेन्ट्री 4,20,000 छ, यहाँ मेको क्लोजिङ भनेको यसको ओपनिङ हो, जुनको सकिहाल्यो हैन, जुनको भयो। अनि त्यहाँ पछाडि अब क्यास कलेक्सन फ्रम द कस्टमर्स है। अब क्यास कलेक्सन फ्रम कस्टमर्स हामीले कति कलेक्ट गरेको थियौँ, जुनमा 376 भयो, 6,07,000, 4,54,000 भयो हैन, भयो ठ्याक्क। अनि अकाउन्ट रिसिभेबल हामीलाई 432 छ, एकातिर गयो रिमार्क्समा। अनि हामीसँग टोटल क्यास अभाइलेबल चाहिँ यति छ, हामीसँग टोटल क्यास अभाइलेबल यति भयो। अनि अब क्यास डिस्बर्समेन्टको कुरा है। अब क्यास डिस्बर्समेन्ट चाहिँ हामीले कोलाई तिर्यो, क्यास पेड टु द सप्लायर, सप्लायरलाई पर्चेज गरेको पैसा तिर्ने हो। कति, 4,20,000 जुनमा, अनि जुलाईमा 2,40,000, अगस्तमा 2,40,000 गर्दाखेरि चाहिँ क्यास पेड टु द सप्लायर्स पनि भयो। र अकाउन्ट पेएबल चाहिँ 1,80,000 तिर्न बाँकी छ। अनि अब हामीलाई क्वेसनमा चाहिँ दिएछ स्यालेरिज, वेजेस एन्ड कमिसन एभरेज 20% अफ द सेल्स। स्यालेरी, वेजेस र कमिसन चाहिँ सेल्सको 20% छन्। अदर भ्यारिएबल एक्सपेन्सेसहरू चाहिँ सेल्सको 4% छ। फिक्स्ड एक्सपेन्सेस फर द रेन्ट, प्रोपर्टी ट्याक्स एन्ड मिसलिनियस पेरोल एन्ड अदर आइटम्स आर 55,000 मन्थली चाहिँ छ। अनि एज्युम द्याट दिस भ्यारिएबल एन्ड द फिक्स्ड एक्सपेन्सेस रिक्वायर द क्यास डिस्बर्समेन्ट इच मन्थ, हरेक महिना चाहिँ दिनपर्छ। र डेप्रिसिएसन चाहिँ कति छ, 2500 चाहिँ मन्थली डेप्रिसिएसन छ। र जुनमा चाहिँ के हुन्छ भन्दा, इन जुन $55,000 इज गोइङ टु बी डिस्पर्स फर द फिक्सर्स एक्वायर्ड इन द मे, भनेको मेमा चाहिँ फर्निचर फिक्सर्सहरू 55,000 को किन्ने रहेछ, त्यसको पैसा चाहिँ मेमा किन्नेको रहेछ, तर पैसा चाहिँ कहिले दिने, जुनमा दिने भने हैन। त्यो चाहिँ हाम्रो ब्यालेन्स सिटमा पनि छ, हामीले ब्यालेन्स सिट पनि हेर्न सक्छौँ है। र अब स्यालेरी, वेजेस अनि कमिसन्सहरू छ नि, यो चाहिँ 20% अफ द सेल्स, ठ्याक्क 7 लाख को 20%, यो 20% 4 लाख को गरेर 20 भइहाल्यो। अनि क्यास पेड टु भ्यारिएबल एक्सपेन्सेस 4% अफ द सेल्स भनेको 28,000, 16,000, 16,000, 4% आयो सेल्सको, सकिहाल्यो। क्यास पेड टु द फिक्स एक्सपेन्सेस के भनिन्छ क्वेसनले नै, मन्थली 55,000 तिर्दै गइन्छ, 55 सक्यो। अनि क्यास पेड टु द फिक्सर्स भनेको चाहिँ मेमा हामीले किनिदियौँ, तर कहिले तिर्यौँ, जुनमा तिरे पछाडि 55,000 सक्यो। अनि अब टोटल क्यास डिस्बर्समेन्ट कति पैसा गयो भन्दा यति 698, 331, 391, 391 भयो हैन। अनि अब क्वेसनले चाहिँ हामीलाई के भन्यो भन्दा, मिनिमम क्यास चाहिँ मेन्टेन गर्नुपर्छ। अब एज्युम द्याट अ मिनिमम क्यास ब्यालेन्स अफ $15,000 is to be maintained. Also assume that the borrowings are all the borrowings are effective at the beginning, भनेको जति पनि पैसा लिएछौँ हो त्यो चाहिँ सबै पैसा महिनाको सुरुमा लिने, र जति पनि पैसा तिर्न बाँकी छ त्यो चाहिँ महिनाको अन्तिममा तिर्ने। अनि इन्ट्रेस्ट इज पेड ओन्ली एट द टाइम अफ रिपेइङ, प्रिन्सिपल इन्ट्रेस्ट चाहिँ जब प्रिन्सिपल तिरिन्छ त्यही बेला नै तिर्ने। इन्ट्रेस्ट चाहिँ कति हो, वर्षको 10% पर एनम हो। अनि राउन्ड इन्ट्रेस्ट चाहिँ $10 को
उसमा नियरेस्टमा चाहिँ तिर्नुपर्छ इन्ट्रेस्ट चाहिँ भनेको लास्टमा एउटा 0 हुनुपर्छ प्रिन्सिपल लोन्सहरू तिर्दाखेरि चाहिँ लास्टमा 3टा 0 हुनुपर्छ है यो भनेको त्यही हो अनि अब मिनिमम ब्यालेन्स 25,000 मेन्टेन गर्नुपर्छ हरेक महिना 25,000 त हुनै पर्यो भइहाल्यो अनि अब हामीसँग टोटल क्यास निडेड चाहिँ कति भयो 7,23,000 यो महिनामा चाहियो 4,16,000 4,16,000 चाहियो हो अब चाहिँ के गर्ने हामीसँग पैसा छ 4,05,000 क्यास अभाइलेबल तर हामीलाई सबै खर्च गर्नलाई पैसा कति चाहियो 7,23,000 चाहियो 7,23,000 चाहियो भने पछाडि लैरामै जुन महिनाको कुरा गरौँ है जुन महिनामा हामीसँग क्यास अभाइलेबल 4,05,000 छ चाहिएछ 7,23,000 र अब के गर्न पर्यो बैंकबाट लोन लिन पर्यो कति माइनस गर्दा 3,18,000 3,18,000 चाहिँ लोन लिन पर्यो अनि अब हामीसँग क्लोजिङ क्यास ब्यालेन्स चाहिँ कति भयो 25,000 भयो जुन चाहिँ मिनिमम क्यास ब्यालेन्स त मेन्टेन गर्नै पर्थ्यो त्यो मात्र बाँकी छ है हामीसँग जुनमा आइराख्दा अब हो यो जुनको यो क्लोजिङ ब्यालेन्स गएर जुलाईमा ओपनिङ ब्यालेन्स भयो 25,000 अरु त हामीले गर्दै आइसकेका भयौं सर र अनि टोटल क्यास निडेड चाहिँ 4,16,000 भयो अब जुलाई महिनामा हामीसँग पैसा कति छ जुलाई महिनामा 6,32,000 हामीसँग पैसा छ अनि अब खर्च गर्न चाहिएको भनेको 4,16,000 हो बच्यो नि त पैसा कति बच्यो 2,16,000 बच्यो 2,16,000 बच्यो 2,16,000 मा अब हामीले अघिल्लो पाली त ऋण लिएथ्यौं नि त बैंकबाट तिर्न पर्यो कि परेन तिर्न पर्यो हो 3,18,000 लोन लिएथ्यौं हामीले अब कति 10% को दरले भने कति महिनाको लोन तिर्न पर्यो जुनको नि सुरुमै लेकामा हामीले लिँदाखेरि त पहिल्यै लिने भनेको नि त जुनको अनि जुलाईको गरेर 2 महिनाको ब्याज तिर्न पर्यो है 0.1 * 2/12 गरेर चाहिँ 5,300 रुपैयाँ चाहिँ ब्याज तिर्न पर्यो 5,300 रुपैयाँ ब्याज तिर्यो हामीसँग अब ब्याज तिरेर पनि पैसा कति रह्यो 2,10,700 रह्यो अब बैंक लोन तिर्न पर्यो अब 2,10,700 नै तिर्न मिल्दैन किन मिल्दैन भन्दाखेरि 1000 को बेसिसमा तिर्न पर्ने भने त्यही भएर अब हामीले 2,10,000 तिर्यौं है त लोन 2,10,000 तिर्यौं हामीसँग 700 रुपैयाँ बाँकी रह्यो ल के गरिम यहाँ बैंक लोन त लिन परेन इन्ट्रेस्ट तिर्यौं 5,300 को अनि रिपेमेन्ट अफ द प्रिन्सिपल 2,10,000 तिर्यौं अब हामीसँग क्लोजिङ ब्यालेन्स चाहिँ यहाँ कति रह्यो यो 25,000 त हामीसँग बाँकी नै छ र यो 700 गरेर 25,700 चाहिँ क्लोजिङ क्याश ब्यालेन्स भयो जुनको अन्तिममा आउँदाखेरि अब जाम अगस्टमा है अब 25,700 यहाँ अगस्टको ओपनिङ ब्यालेन्स गयो अनि क्याश कलेक्सन त सबै भर्दै गयौं हामीले सर्रै भइहाल्यो अनि अब हामीसँग चाहिँ टोटल क्याश 4,16,000 भयो 4,16,000 चाहियो तर हामीसँग अभाइलेबल कति छ 4,79,700 छ है ल अब अगस्टको कुरा गरौँ अगस्टको कुरा गर्दाखेरि हामीसँग क्याश अभाइलेबल चाहिँ 4,79,700 छ चाहिएको यति छ खर्च गर्न र बाँकी रह्यो कति 63,700 बाँकी रह्यो अब 63,700 मा ब्याज त तिर्न बाँकी नै छ फेरि किनभने हामीले 3,18,000 लोन लिएको तिरेको त जम्मा 2,10,000 हो बाँकी पैसाको लोन त तिर्न पर्यो नि हैन यही महिनामा किनभने हामीसँग पैसा छ हो 3,18,000 भयो अनि 2,10,000 गर्दाखेरि चाहिँ 10% ले 1 महिनाको ब्याज तिर्न पर्यो है 1 महिनाको ब्याज 900 रुपैयाँ भयो है 900 रुपैयाँ भयो अब 900 रुपैयाँ पनि ब्याज तिर्न पर्यो अब हामीसँग बाँकी रह्यो 62,800 62,800 त तिर्न पर्दैन किनभने 3टा 0 वाला तिर्न पर्छ इन थाउजन्ड्समा भने क्वेशन 62,000 तिर्ने भयो अब 62,000 तिरे पछाडी चाहिँ 800 रुपैयाँ बाँकी रह्यो हामीसँग अब 800 रुपैयाँ बाँकी रह्यो भने पछाडी 25,800 चाहिँ क्लोजिङ ब्यालेन्स भयो है अनि अब बैंक लोन चाहिँ भ्याइए छैन नि त 3/18 मा एकपटक 2,10 तिर्यो एकपटक 62,000 तिर्यो अझै बाँकी छ हामीसँग 46,000 चाहिँ अझै बैंक लोन बाँकी छ लायबिलिटीज बाँकी नै रह्यो बैंक लोन 46,000 अनि यहाँ क्लोजिङ ब्यालेन्सको कुरा भइहाल्यो बैंक लोन भयो अकाउन्ट पेएबल छ अकाउन्ट रिसिभेबल छ है हामीसँग हो यसरी चाहिँ हामीले के गर्न सक्छौं क्याश बजेट चाहिँ प्रिपेयर गर्छौं है अनि अब जाम प्रोजेक्टेड इन्कम स्टेटमेन्ट बनाउन है प्रोजेक्टेड इन्कम स्टेटमेन्टमा अब इन्कम स्टेटमेन्टमा सुरुमा सेल्स भयो सेल्स हामीसँग कति छ 3 महिनाको 7 लाख 4 लाख 4 लाख भइहाल्यो 15 लाख भयो अब सीओजीएस त 60% हो भन्नुको मतलब ग्रस प्रॉफिट 40% हो गरेर ग्रस प्रॉफिट हामीसँग 6 लाख आयो अब
के एक्सपेन्सेस भयो स्यालेरी र वेजेस भयो 20%। अब यही टोटलको गरे नि हुन्छ है, 15 लाखको 20% गरे नि हुन्छ। उता क्यास बजेट हेर्न गए पनि हुन्छ। अनि अब भ्यारिएबल एक्सपेन्सेस 4% भयो, डाइरेक्ट गरे भयो। अनि फिक्स्ड एक्सपेन्स चाहिँ 3 महिनामा 55,000 एक महिनामा, अर्को महिना जुन जुलाई अगस्तमा गरेर 1,65,000 भयो। अब डेप्रिसिएसन पनि भने क्वेसनले मन्थली 2500 भने पछाडि डेप्रिसिएसन 7500 भयो। अनि इन्ट्रेस्ट एक्सपेन्सेस, अब इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ 2 महिना त दुईटा महिनामा तिरे हैन हामीले 5300 र 900 गर्दाखेरि चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस कति भयो 6200 चाहिँ हामीले ब्याज तिरेछौँ गर्दाखेरि चाहिँ अब ग्रस प्रॉफिटबाट यो एक्सपेन्सेस घटाउँदा 6,61,300 चाहिँ के आयो अपरेटिङ प्रॉफिट आयो है। अब गएर ब्यालेन्स सिट बनाउनु पर्यो। अब ब्यालेन्स सिटमा हामीसँग क्याशमा क्लोजिङ क्याश ब्यालेन्स कति भयो 25,800 हामीसँग क्याश अभाइलेबल छ 25,800। अनि हामीसँग अब इन्भेन्ट्री भनेको चाहिँ 1,80,000 भयो भनेको अब यहाँ अगस्तको हो त्यो भनेको 1,80,000 डिजायर इन्डिङ इन्भेन्ट्री जुन अगस्तमा छ नि यहाँ अघि हामीले के रे उताको ओपनिङ अप्रिलको मेको चाहिँ जुनमा ल्याएको थियौँ नि हो त्यसरी नै अगस्तको 1,80,000 चाहिँ इन्डिङ इन्भेन्ट्री हामीसँग बाँकी नै छ अगस्त 31 सम्मको बनाएको नि हामीले त्यही भएर। अनि अब अकाउन्ट रिसिभेबल गर्न पर्ने अघि नै त्यो उसमा 4,32,000 भयो त्यो पनि क्यास कलेक्सन बजेटमा बनाएको। अनि त्यहाँ पछाडि यहाँ छ नि यहाँ क्यास कलेक्सन बजेट सुरुमा भनेको थिएँ नि मैले 4,32,000 यहाँबाट गयो। अनि अब फर्निचर एन्ड फिक्सर चाहिँ 1,68,000 भयो। अनि त्यसमा चाहिँ 1,68,000 भयो फर्निचर एन्ड फिक्सर। त्यसमा चाहिँ के भयो डेप्रिसिएसन घट्यो। डेप्रिसिएसन चाहिँ कति 7500 भयो भनेको यहाँ नेट फर्निचर एन्ड फिक्सर्समा डेप्रिसिएसन 7500 घटाउन पर्यो 3 महिनाको गर्दाखेरि नेट फर्निचर एन्ड फिक्सर चाहिँ 1,60,500 आयो है। अब हामीसँग टोटल एसेट्सको कुरा यति नै भयो। अनि अब लायबिलिटिज र इक्विटीमा जाउँ है। अकाउन्ट पेएबल चाहिँ कति छ भनेर अघि पर्चेज गरेको नेक्स्ट मन्थ तिर्नी भनेर 1,80,000 छैन हो 1,80,000 अकाउन्ट पेएबलमा गयो। अनि ओनर्सको इक्विटीलाई हामीले केही चलाहाम सेयर इस्यु यता केही गरे छैनौँ भनेपछि ओनर्सको इक्विटी जेको त्यही गयो 5,11,000। अनि अब बैंक लोन त तिर्नै बाँकी छ नि 3/18 मा 2/10 एक पाली तिरिम कति 63 अर्को पाली तिरिम भने पछाडि 65 अर्को पाली तिरिम भनेपछि बाँकी त 46,000 छ नि हो बाँकी 46,000 चाहिँ बैंक लोन तिर्न बाँकी छ। अनि अर्को रिटेन अर्निङ भनेको अपरेटिङ प्रॉफिट 61,300 थियो त्यो चाहिँ रिटेन अर्निङमा गयो गर्दाखेरि चाहिँ अनि हामीसँग टोटल लायबिलिटिज एन्ड इक्विटी र एसेट चाहिँ बराबर भयो हो। यसरी चाहिँ हामीले के गर्न सक्छौँ भन्दा क्याश मास्टर बजेट चाहिँ बनाउन सक्छौँ है त। यो चाहिँ सिम्पल नै हो यतिको। र अब यसमा चाहिँ अब कति कुराहरू पर्चेजहरू थपेर आउन सक्छ र त्यही हो। अब क्यास कलेक्सन गर्दाखेरि चाहिँ यहाँ 3वटा दिएर पनि आउन सक्छ। अनि अर्को चाहिँ अब पर्चेज गर्दा नेक्स्ट मन्थ मात्र भन्यो नि त अब नेक्स्ट मन्थमा 20% अनि अब नेक्स्ट फलोइङ मन्थमा 80% भनेर पनि दिन सक्छ है। योहरू गर्दा चाहिँ राम्रोसँग क्वेसन पढेर चाहिँ ध्यान दिनुपर्छ। अब अनि अरू त अब यति नै हो र केही कन्फ्युजहरू भयो भने चाहिँ कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुन्छ। र आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई सी यू अन नेक्स्ट भिडियो।